नमस्कार साथीहरू, आज हामी आउँदै गरेको सार्वजनिक संस्थानको परीक्षालाई मध्यनजर गर्दै क्वेसन एन्सर प्र्याक्टिस सेसनको पहिलो दिन सेट 1 सुरु गर्दैछौँ र नियमित रूपमा सेट प्र्याक्टिस गर्नेछौँ। नियमित क्लासको लागि कृपया हाम्रो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला भन्न चाहन्छु। ल अब आजको क्लास सुरु गरौँ है त। प्रश्न नम्बर 1 मा रहेको छ, युरोप महादेशको सबैभन्दा सानो देश कुन हो? अप्सन ए माल्दिभ्स, अप्सन बी नाउर, अप्सन सी सेसेल्स, अप्सन डी भ्याटिकन सिटी। यसको सही उत्तर रहेको छ अप्सन डी भ्याटिकन सिटी। प्रश्न नम्बर 2 मा रहेको छ, विश्वमा सिक्का नभएको देश कुन हो? अप्सन ए फ्रान्स, अप्सन बी साउदी अरब, अप्सन सी आइसल्यान्ड र अप्सन डी पाराग्वे। यसको सही उत्तर रहेको छ अप्सन डी पाराग्वे। प्रश्न नम्बर 3 मा रहेको छ, तल दिएको मध्ये कुन हिमताल मनाङ जिल्लामा पर्छ? अप्सन ए दुबुङ, अप्सन बी कफुचे, अप्सन सी नारे, अप्सन डी पोकर, अप्सन डी पोकर। प्रश्न नम्बर 4 मा रहेको छ, वातावरणका क्षेत्रमा हरित क्रान्ति अभियान आरम्भ गर्ने देश कुन हो? अप्सन ए नर्वे, अप्सन बी मा पनि नर्वे नै रहेको छ, अप्सन सी कोलम्बिया, अप्सन डी मेक्सिको। यसको सही उत्तर रहेको छ अप्सन सी कोलम्बिया। प्रश्न नम्बर 5 मा रहेको छ, कार्बन नेगेटिभ देश भनेर हाल कुन कुन देशलाई चिनिन्छ? अप्सन ए माल्दिभ्स र श्रीलङ्का, अप्सन बी भुटान र सुरिनाम, अप्सन सी भुटान र नेपाल, अप्सन डी भुटान र फिजी। यसको सही उत्तर रहेको छ अप्सन बी भुटान र सुरिनाम। अब इतिहास र संस्कृतिबाट रहेको छ, प्रश्न नम्बर 6 मा रहेको छ, मालपोत उठाउने नयाँ बन्दोबस्त गर्ने प्रधानमन्त्री को हुन्? अप्सन ए मा रहेको छ जङ्गबहादुर राणा, अप्सन बी मा रहेको छ रणदीप सिंह, अप्सन सी मा रहेको छ भीम शमशेर, अप्सन डी मा रहेको छ जुद्ध शमशेर। यसको सही उत्तर रहेको छ अप्सन बी रणदीप सिंह। प्रश्न नम्बर 7, सिरानचोक गढीको युद्ध कहिले भएको थियो? अप्सन ए सन् 1655 मे, सन् 1755 मे, सन् 1855 मे र सन् 1757 मे। यसको सही उत्तर रहेको छ अप्सन बी सन् 1755 मे। प्रश्न नम्बर 8 मा रहेको छ, कुटिला र पाँचौं लिपि कुन भाषासँग सम्बन्धित छ? अप्सन ए मैथिली, अप्सन बी भोजपुरी, अप्सन सी नेवारी र अप्सन डी राई। यसको सही उत्तर रहेको छ अप्सन बी भोजपुरी। प्रश्न नम्बर 9, विभिन्न मन्दिरहरूमा प्रवेशद्वारमाथि ढोका अड्याउन प्रयोग गरिने अर्धवृत्ताकार काठको नमुनालाई के भनिन्छ? अप्सन ए मुडाल, अप्सन बी तोरण, अप्सन सी शिरबन्दी, अप्सन डी सिल। यसको सही उत्तर रहेको छ अप्सन बी तोरण। प्रश्न नम्बर 10 मा रहेको छ, नेपोलियन बोनापार्ट कुन देशका शासक थिए? अप्सन ए मा रहेको छ बेलायत, अप्सन बी मा रहेको छ जर्मनी, अप्सन सी मा रहेको छ फ्रान्स र अप्सन डी मा रहेको छ इटाली। यसको सही उत्तर रहेको छ अप्सन सी फ्रान्स। अब प्रश्न रहेको छ आर्थिक पक्ष र विकासबाट 10 अङ्कको। प्रश्न नम्बर 11, कुन मुद्रालाई पेपर गोल्ड भनेर बुझिन्छ? अप्सन ए मा रहेको छ अमेरिकी डलर, अप्सन बी मा रहेको छ स्टर्लिङ पाउन्ड, अप्सन सी मा रहेको छ एसटीआर र अप्सन डी मा रहेको छ युरो। यसको सही उत्तर रहेको छ अप्सन सी एसडीआर। प्रश्न नम्बर 12 मा रहेको छ, सर्वप्रथम कुन योजनामा अधिकतम र न्यूनतम लक्ष्य तोकिएको थियो? तेस्रो, चौथो, पाँचौं र छैठौं। यसको सही उत्तर रहेको छ अप्सन सी पाँचौं। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउँदा प्राथमिक पुँजीको कति प्रतिशतसम्म ल्याउन पाइने व्यवस्था गरेको छ? अप्सन ए 25, अप्सन बी 40, अप्सन सी 50, अप्सन डी 75। यसको सही उत्तर रहेको छ अप्सन सी 50। प्रश्न नम्बर 14 मा रहेको छ, आर्थिक वर्ष 2081-82 मा नेपालले कति प्रतिशत आर्थिक वृद्धि हासिल गरेको छ? अप्सन ए मा रहेको छ 3.67, अप्सन बी मा रहेको छ 4.61, अप्सन सी मा रहेको छ 5.01 र अप्सन डी मा रहेको छ 6.08।
यसको सही उत्तर रहेको छ 4.61%। प्रश्न नम्बर 15 मा रहेको छ नेपालमा कतिवटा आर्थिक वर्षहरू योजनाविहीन वर्षको रूपमा रहेका छन्? अप्सन ए 2 वटा, अप्सन बी 3 वटा, अप्सन सी 4 वटा, अप्सन डी 5 वटा। यसको सही उत्तर रहेको छ अप्सन बी 3 वटा। प्रश्न नम्बर 16 नेपालको संविधान 2072 अनुसार कुल कति भाग रहेका छन्? अप्सन ए 25, अप्सन बी 35, अप्सन सी 20 र अप्सन डी 23। यसको सही उत्तर रहेको छ अप्सन बी 35 भाग। प्रश्न नम्बर 17 मा रहेको छ कमिङ टुगेदर र होल्डिङ टुगेदर सिद्धान्त कुन शासन प्रणालीसँग सम्बन्धित छन्? अप्सन ए एकात्मक, अप्सन बी सैन्य शासन, अप्सन सी सङ्घीय शासन प्रणाली र अप्सन डी राष्ट्रपतीय शासन प्रणाली। यसको सही उत्तर रहेको छ सङ्घीय शासन प्रणाली। प्रश्न नम्बर 18 राष्ट्रपतिद्वारा गरिएको प्रदेश सभा विघटन सङ्घीय संसदबाट कति दिनभित्र अनुमोदन हुनुपर्छ? अप्सन ए 15 दिन, अप्सन बी 25 दिन, अप्सन सी 35 दिन र अप्सन डी 45 दिन। यसको सही उत्तर रहेको छ अप्सन सी 35 दिन। प्रश्न नम्बर 19 मा रहेको छ प्रदेश प्रमुखले कसको सिफारिसमा प्रदेश सभाको सचिव नियुक्त गर्छन्? अप्सन ए मुख्यमन्त्री, अप्सन बी प्रदेश सभामुख, अप्सन सी गृहमन्त्री, अप्सन डी मन्त्री परिषद। यसको सही उत्तर रहेको छ अप्सन बी प्रदेश सभामुख। प्रश्न नम्बर 20 मा रहेको छ प्रदेश सभाको अधिवेशन कति दिनभित्र बोलाउनु पर्छ? अप्सन ए 10 दिन, अप्सन बी 15 दिन, अप्सन सी 20 दिन र अप्सन डी 30 दिन। यसको सही उत्तर रहेको छ अप्सन सी 20 दिन। प्रश्न नम्बर 21 मा रहेको छ आई फेमिलिया ग्लोबल डाटाबेस विश्वको कुन निकायले विकास गरेको र प्रयोगमा ल्याएको हो? अप्सन ए इन्टरपोल, अप्सन बी विश्व व्यापार सङ्गठन, अप्सन सी अन्तर्राष्ट्रिय मुद्रा कोष, अप्सन डी अन्तर्राष्ट्रिय श्रम सङ्गठन। यसको सही उत्तर रहेको छ अप्सन ए इन्टरपोल। प्रश्न नम्बर 22 समाचारमा देखिने डिजिटल सिङ्गल मार्केट स्ट्राटेजी कुन क्षेत्रीय सङ्गठनको प्राथमिकता हो? अप्सन ए सार्क, अप्सन बी ओपिइसी, अप्सन सी ब्रिक्स, अप्सन डी इयु। यसको सही उत्तर रहेको छ अप्सन डी इयु। प्रश्न नम्बर 23 मा रहेको छ बिमस्टेकको जलवायु परिवर्तन क्षेत्रमा सहयोग गर्न संयोजन गर्ने राष्ट्र कुन हो? अप्सन ए भुटान, अप्सन बी बङ्गलादेश, अप्सन सी नेपाल, अप्सन डी भारत। यसको सही उत्तर रहेको छ अप्सन ए भुटान। प्रश्न नम्बर 24 मा रहेको छ संयुक्त राष्ट्र सङ्घको 76औं महासभामा अध्यक्षता ग्रहण गर्ने अब्दुल सहिद कुन देशका हुन्? अप्सन ए मालदिभ्स, अप्सन बी बेल्जियम, अप्सन सी स्विडेन र अप्सन डी फ्रान्स। यसको सही उत्तर रहेको छ अप्सन ए मालदिभ्स। प्रश्न नम्बर 25 सार्कका 10 वटा धारामध्ये स्थायी समिति सम्बन्धी व्यवस्था कुन धारामा रहेको छ? अप्सन ए धारा 5, अप्सन बी धारा 6, अप्सन सी धारा 7, अप्सन डी धारा 8। यसको सही उत्तर रहेको छ अप्सन ए धारा 5। प्रश्न नम्बर 26 मा रहेको छ रक्त सञ्चार बन्द भएको कति समयसम्म मानव मस्तिष्क जीवित रहन्छ? 1 मिनेट, 2 मिनेट, 3 मिनेट, 5 मिनेट। यसको सही उत्तर रहेको छ अप्सन सी 3 मिनेट। प्रश्न नम्बर 27 कुन रङको तरङ्ग लम्बाइ ठुलो हुन्छ? रातो, हरियो, पहेँलो र बैजनी। यसको सही उत्तर रहेको छ अप्सन ए रातो। प्रश्न नम्बर 28 मा रहेको छ कञ्चन परान्ज कुन रोगको पुरानो नाम हो? अप्सन ए क्षयरोग, अप्सन बी हाडे, अप्सन सी ठेउला, अप्सन डी कुष्ठरोग। यसको सही उत्तर रहेको छ अप्सन ए क्षयरोग। प्रश्न नम्बर 29 मा रहेको छ डिपिटी भ्याक्सिन कहिले दिइन्छ? अप्सन ए बच्चा जन्मिएको 1 हप्तादेखि 6 महिनाभित्र, अप्सन बी बच्चा जन्मिएको 6 हप्तादेखि 1 वर्षभित्र, अप्सन सी बच्चा जन्मिएको 3 देखि 6 हप्ताभित्र, अप्सन डी बच्चा जन्मिएको 1 हप्तादेखि 1 वर्षभित्र। यसको सही उत्तर रहेको छ अप्सन बी बच्चा जन्मिएको 6 हप्तादेखि 1 वर्षभित्र। प्रश्न नम्बर 30 मा रहेको छ अमेरिकाको 47औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प कुन पार्टीसँग आबद्ध छन्? अप्सन ए रिपब्लिकन पार्टी, अप्सन बी डेमोक्रेटिक पार्टी, अप्सन सी ग्रीन पार्टी, अप्सन डी टी पार्टी। यसको सही उत्तर रहेको छ
अप्सन ए रिपब्लिकन पार्टी। प्रश्न नम्बर 31 मा रहेको छ सहकारी संस्था कस्तो प्रकारको संस्था हो? अप्सन ए पूर्ण सहकारी, अप्सन बी मिश्रित, अप्सन सी पूर्ण निजी, अप्सन डी अन्तर्राष्ट्रिय। यसको सही उत्तर रहेको छ अप्सन बी मिश्रित। प्रश्न नम्बर 32 मा रहेको छ कर्मचारीले पालना गर्नुपर्ने अनुशासन देखाएको मध्ये कुनसँग सम्बन्धित छ? अप्सन ए व्यक्तिगत विचार, अप्सन बी कार्यालयको नीति नियम, अप्सन सी राजनीतिक सिद्धान्त, अप्सन डी सहकर्मीको राय सल्लाह। यसको सही उत्तर रहेको छ अप्सन बी कार्यालयको नीति नियम। प्रश्न नम्बर 33 मा रहेको छ हाल सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका कुन रहेको छ? अप्सन ए 2074, अप्सन बी 2065, अप्सन सी 2075, अप्सन डी 2064। यसको सही उत्तर रहेको छ अप्सन बी 2065। प्रश्न नम्बर 34 मा रहेको छ सेवाग्राहीको अधिकार अन्तर्गत देखाएको मध्ये कुन कुरा पर्दैन? अप्सन ए सेवा प्रदायकलाई रिश्वत दिने, अप्सन बी सुसूचित हुन पाउने अधिकार, अप्सन सी समान हैसियतको अधिकार, अप्सन डी क्षतिपूर्तिको अधिकार। यसको सही उत्तर रहेको छ अप्सन ए सेवा प्रदायकलाई रिश्वत दिने। प्रश्न नम्बर 35 मा रहेको छ ह्याबियस कर्पस रिट कुन अधिकारसँग सम्बन्धित छ? अप्सन ए शिक्षाको अधिकार, अप्सन बी समानताको अधिकार, अप्सन सी व्यक्तिगत स्वतन्त्रता र अप्सन डी सांस्कृतिक अधिकार। यसको सही उत्तर रहेको छ अप्सन सी व्यक्तिगत स्वतन्त्रता। अब म्याथबाट रहेको छ 10 अङ्कको प्रश्न। यो चाहिँ अन्तिममा अर्को भिडियोमा आउने जानकारी गर्दै प्रश्न नम्बर 41 मा रहेको छ नेपालमा सार्वजनिक संस्थानको दक्षता बढाउन के आवश्यक हुन्छ? अप्सन ए सरकारबाट पूर्ण नियन्त्रण, निजी क्षेत्रको नियन्त्रण, अप्सन सी जनशक्ति विकास र प्रविधिको प्रयोग, अप्सन डी बाह्य दबाव। यसको सही उत्तर रहेको छ जनशक्ति विकास र प्रविधिको प्रयोग। प्रश्न नम्बर 42 मा रहेको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत कतिवटा सार्वजनिक संस्थान रहेका छन्? अप्सन ए 1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा, अप्सन डी 5 वटा। यसको सही उत्तर रहेको छ अप्सन डी 5 वटा। प्रश्न नम्बर 43 कम्पनी ऐन अनुसार गठन भएका सार्वजनिक संस्थानहरूको संख्या कति रहेको छ? अप्सन ए 34 वटा, अप्सन बी 8 वटा, अप्सन सी 1 वटा, अप्सन डी 9 वटा। यसको सही उत्तर रहेको छ अप्सन ए 34 वटा। प्रश्न नम्बर 44 मा रहेको छ नेपालका सार्वजनिक संस्थानहरू कुन आर्थिक मोडलमा सञ्चालित छन्? अप्सन ए समाजवादी, अप्सन बी केन्द्रीकृत, अप्सन सी मिश्रित अर्थव्यवस्था, अप्सन डी उदारवादी। यसको सही उत्तर रहेको छ अप्सन सी मिश्रित अर्थव्यवस्था। प्रश्न नम्बर 45 मा रहेको छ उच्च नोक्सान भएका संस्थानको वित्तीय अवस्था कमजोर हुनुको कारण के हो? अप्सन ए उच्च महसुल बक्यौता, अप्सन बी न्यून क्षमता उपयोगी, अप्सन सी कमजोर बजारीकरण र अप्सन डी माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन डी माथिका सबै। प्रश्न नम्बर 46 मा रहेको छ सार्वजनिक संस्थानहरूले विदेशमा रोजगारीको लागि कसरी सहयोग गर्छन्? अप्सन ए वैदेशिक रोजगार तालिम र जानकारी केन्द्र स्थापना गरेर, अप्सन बी कर बढाएर, अप्सन सी विदेशमा उद्योग बन्द गरेर, अप्सन डी होटल खोलेर। यसको सही उत्तर रहेको छ अप्सन ए वैदेशिक रोजगार तालिम र जानकारी केन्द्र स्थापना गरेर। प्रश्न नम्बर 47 मा रहेको छ विश्वव्यापीकरणले देखाएको मध्ये कुन कुरामा सकारात्मक प्रभाव पार्दछ? अप्सन ए रोजगारी सिर्जना, अप्सन बी सांस्कृतिक ह्रास, अप्सन सी राष्ट्रिय स्वायत्तता, अप्सन डी वातावरणीय ह्रास। यसको सही उत्तर रहेको छ अप्सन ए रोजगारी सिर्जना। प्रश्न नम्बर 48 मा रहेको छ सार्वजनिक संस्थामा कार्यशक्तिको सही प्रयोग कुनले गर्दछ? अप्सन ए योजना शाखा, अप्सन बी मानव संसाधन शाखा, अप्सन सी लेखा शाखा, अप्सन डी सार्वजनिक खरिद शाखा। यसको सही उत्तर रहेको छ अप्सन बी मानव संसाधन शाखा। प्रश्न नम्बर 49 मा रहेको छ नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंक सुपरभिजन विभागको कार्य कुन हो? अप्सन ए मुद्राको निष्कासन, अप्सन बी बैंकहरूको निरीक्षण र मूल्याङ्कन, अप्सन सी बैंकको मर्जर, अप्सन डी बैंक नीतिको निर्माण।
यसको सही उत्तर रहेको छ अप्सन बी, ब्याङ्कहरूको निरीक्षण र मूल्याङ्कन। प्रश्न नम्बर 50 मा रहेको छ धितोपत्र बोर्ड 7 ले कुन ऐन अन्तर्गत रही कार्य गर्दछ? अप्सन ए धितोपत्र ऐन 2053, अप्सन बी नेपाल धितोपत्र बोर्ड ऐन 2052, अप्सन सी धितोपत्र ऐन 2063, अप्सन डी माथिको कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन ए धितोपत्र ऐन 2053। आजको भिडियो यति नै रहेको छ। भोलि सेट 2 लिएर आउनेछौँ। त्यसको लागि हजुरहरूले च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। धन्यवाद।